त्यसैगरी द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ भाइ सुशान्त रिमाल। द्वितीय स्थान सुशान्त रिमाल। त्यसैगरी चकलेट रेस अन्तर्गत बाल कक्षादेखि कक्षा 2 सम्म प्रथम स्थान हासिल गर्न सफल भएका छन् भाइ आयुल तमाङ। आयुल त्यसैगरी चकलेट रेस कक्षा 3-5 अन्तर्गत तृतीय स्थान हासिल गर्न सफल भएकी छिन् बहिनी पपिला शिवभक्ति। पपिला शिवभक्ति। त्यसैगरी चकलेट रेस कार्यक्रम अन्तर्गत कक्षा 3-5 मा अध्यक्षत बहिनी समीक्षा तमाङ द्वितीय स्थान हासिल गर्न सफल भएकी छिन्। समीक्षा तमाङ द्वितीय स्थान हासिल गर्न सफल। त्यसैगरी चकलेट रेस अन्तर्गत कक्षा 3-5 मा प्रथम स्थान हासिल गर्न सफल भएका छन् भाइ युनिस रिमाल। प्रथम स्थान हासिल गर्न सफल भाइ युनिस रिमाल। त्यसैगरी वाद विवाद प्रतियोगिता सम्पत्ति भन्दा स्वास्थ्य ठुलो भन्ने विषयको पक्ष र विपक्षमा भएको वाद विवाद प्रतियोगितामा प्रथम स्थान हासिल गरेर सफल भएकी छिन् बहिनी प्रशंसा रिमाल। त्यसैगरी द्वितीय स्थान हासिल गर्न सफल भएका छन् भाइ रितेश रिमाल। त्यसैगरी वाद विवाद प्रतियोगितामा कक्षा 6 बाट तृतीय स्थान हासिल गर्न सफल भएकी छिन् बहिनी निरुता रिमाल। त्यसैगरी सम्पत्ति भन्दा स्वास्थ्य ठुलो भन्ने विषयको वाद विवाद प्रतियोगितामा तृतीय भएकी छिन् बहिनी युनिका ठकुरी। त्यसैगरी द्वितीय स्थान हासिल गर्न सफल भएकी छिन् बहिनी रमिता तमाङ। द्वितीय स्थान हासिल गर्न सफल भएकी छिन् बहिनी रमिता तमाङ। त्यसैगरी सम्पत्ति भन्दा स्वास्थ्य ठुलो भन्ने विषयको पक्षमा आफ्नो वकिलो बनाइराखेर प्रथम भएकी छिन् बहिनी रेणुका रिमाल। प्रथम भएकी छिन् बहिनी रेणुका रिमाल। र बाँकी सहभागीहरू बाल कक्षादेखि कक्षा 2 सम्म अगाडि लाइन यता अगाडि आउने हेर्नु जास्मा अगाडि आउने अगाडि लाइनमा आउने जसरी होला अब यो चकलेट दिने काम गर्नु पर्छ त्यही बसेनी हुन्छ होला त्यही बस अनि आउँछु सबैलाई आउँछ चकलेट ल सहभागी सबैलाई पुरस्कार नभए पनि गुलियो भएर मुखमा गुलियो बनाएर अब घर जाने र आजको कार्यक्रम के कस्तो भयो यस कार्यक्रमको बारेमा कक्षा 7-8 बाट तृतीय भएकी बहिनी युनिका ठकुरीले आफ्नो महत्त्वपूर्ण भनाइहरू राख्न आउँदैछिन्। सबैले तालीद्वारा स्वागत गरिदिने।
कार्यक्रम सञ्चालकज्यू श्रीमान सभाध्यक्ष निर्णायक मण्डल गुरुवर्ग तथा मेरा प्यारा साथीहरू नमस्कार। आज मिति 2082 साल 7 को महिना 21 गते श्री बागेश्वरी आधारभूत विद्यालयमा भएको वाद विवाद प्रतियोगिता मलाई अत्यन्तै राम्रो लाग्यो र यस वाद विवादमा प्रथम हुनुभएको रेणुका रिमालज्यूलाई हार्दिक शुभकामना र द्वितीय हुनुभएको मित्रिनी तामाङलाई पनि हार्दिक बधाई दिँदै म धन्यवाद भन्न चाहन्छु। अब आजको यस वाद विवाद कार्यक्रम तथा चक्लेट रेस कार्यक्रमको बारेमा कार्यक्रम सञ्चालन गर्दाखेरि आज कस्तो भयो छोटकरी रूपमा भनिदिनु हुन यसै विद्यालयका शिक्षिका अम्बिका देवी श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सरलाई। आज हुन गएको आज मिति 2082 साल 7 को महिना 21 गतेको दिन स्थानीय हाम्रो क्यालेन्डर अनुसारको कार्यक्रममा वाद विवाद प्रतियोगिता र कक्षा नर्सरीदेखि कक्षा 5 सम्म चाहिँ खेलकुद कार्यक्रम रहेको थियो। त्यसमा हामीले हाम्रा विद्यालयका भाइ बहिनीहरूलाई सहभागी गराएका थियौँ। बाल विकासदेखि कक्षा 5 सम्म चक्लेट रेस कार्यक्रम गराएका थियौँ। त्यसमा भाइ बहिनीहरूले राम्रो उत्कृष्ट गरेर आफूले सफल भएर कक्षा 6 देखि 8 सम्मका भाइ बहिनीहरूलाई हामीले वाद विवाद प्रतियोगिता राखेका थियौँ। यसमा भाइ बहिनीहरूले आफ्नो तर्फ निर्धक्कसँग दिनुभएकोमा हामी धेरै आभारी भएका छौँ र अझ पनि अब आउँदा दिनहरूमा अझै राम्रो गरौँ भन्ने आशा राख्दै मेरो दुई भनाइ यहीँ राख्छु। हस्त धन्यवाद। धन्यवाद अम्बिका म्यामलाई। अब आजको कार्यक्रम के कस्तो भयो कक्षा 6बाट प्रथम भएकी छात्रा प्रशंसा रिमाललाई सबैले तालीद्वारा स्वागत गरौँ। ताली। निर्णायक मण्डल गुरुजन र मेरा सम्पूर्ण साथीहरू हार्दिक अभिवादन। आजको कार्यक्रम मलाई अत्यन्तै राम्रो लाग्यो। यति भन्दा मेरो 2 शब्द अन्त्य गर्दछु। धन्यवाद प्रशंसा रिमाललाई। र आजको यस कार्यक्रमलाई समापन गरिदिनु हुन आजको कार्यक्रमका सभाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु र म यस कार्यक्रमबाट ओझेल परेको जानकारी गराउँछु। धन्यवाद सर। आजको कार्यक्रम भव्य र सभ्य भयो। हरि सरले राम्रोसँग कार्यक्रम सञ्चालन गरिदिनु भयो, मलाई धेरै धेरै धन्यवाद। व्यवस्थापनमा जिम्मेवारी लिनुभएका म्यामहरूले आफ्नो सक्रिय भूमिका निर्वाह गर्नुभयो, उहाँहरूलाई नि विशेष गरी धन्यवाद। निर्णायक टिममा म लगायत हाम्रो टिम थियौँ। हामीलाई धेरै गाह्रो पर्यो अनि हामीले अब बराबर नम्बर आएपछि यसो हेर्नु पऱ्यो भनेर फेरि हरि सरलाई नै पठाएर निर्णय सुनाइदिएका छौँ। अलिअलि थोरै धेरै छैन, पोइन्टको मात्रै फरक परेको छ। लगभग उस्तै भएपछि हामीलाई फेरि प्रथम द्वितीय तृतीय बनाउनै पर्ने थियो। त्यो कारणले गर्दाखेरि हामीले प्रथम द्वितीय तृतीय बनाएका छौँ। तर सबैजना भाइ बहिनीहरूलाई आजको कार्यक्रममा सक्रिय सहभागिता भइदिनु भयो। हामी सबै शिक्षकहरूको तर्फबाट हार्दिक बधाई। फेरि पनि कार्यक्रममा भाग लिनु हुन अनुरोध पनि गर्दै अब आजको कार्यक्रम सबैजना अब हतारमा छौँ। हामीले कार्यक्रम सकिसकेपछि घर कहिले जाने अनि अलिअलि खाना लाला त देखाउँ पनि जस्तो लाग्यो होला। अरूलाई चाहिँ प्रतिस्पर्धा कसरी गर्नु जस्तो पनि लाग्यो होला। सानो भाइले सबैभन्दा हेर प्रतियोगिता भने कस्तो हुँदो रहेछ भने यो चक्लेट रेसमा सबैभन्दा सानो भाइले पहिला फर्स्ट भयो, प्रतियोगितामा भाग लिनुपर्ने हुनेछ। अनि अग्लोभन्दा सानो अलि होचो भए पनि
अर्को 3, 4, 5 मा अर्को भाइले प्रथम भयो। अब अर्कोमा हेर 6 मा पनि त्यस्तै भएको छ अनि अर्को अरू कक्षामा पनि त्यस्तै भएको छ। प्रतियोगिताबाट पछि हट्नु हुँदैन। सबैले भनेका तर्कहरू ठिक छन्। अब अलिकति विपक्षमा पनि टीका टिप्पणी गर्नु पर्यो भन्ने कुरो उठ्या छ। हामीले निर्णय गर्दाखेरि अलिक तर्क छोडेको भएर मात्रै रमिताले भनेको जस्तै अलिक जोरदार यहाँ आएर बोलिसकेपछि मञ्चमा बस्ने अनि दर्शक दीर्घामा बसेका सबैजनालाई कान खोल्ने गरी सुन्ने गरी बुझ्ने गरी अलिकति ठुलो स्वरमा बोल्नुपर्छ। अब यो यति भन्दै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। हस्त नमस्कार।